गाइस यो चाहिँ पापसको कात्तो भन्ने ठाउँमा चाहिँ हामी आज घुम्न आएको तर घुम्न आएको साथीहरु 6-7 जनाको तर एउटा कुरा चाहिँ यहाँ नौलो लाग्यो है यहाँ चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड हुनेहरुले चाहिँ टक्कै यहाँ आएर चाहिँ ताला हालेर लगेर जाने रे के टक्क आफ्नो नाम लेखेर जोडीहरु आएर चाहिँ अगाडि के अल्फाबेट लेख्ने अनि अल्फाबेट लेखेर चाहिँ ताला हान्नेहरु चाहिँ यसरी हाल्यो भने चाहिँ यहाँको के भन्दा चाहिँ कहिले छुट्दैन अरे ताला जस्तै भएर चाहिँ ताला जस्तै भएर चाहिँ बन्धन हुन्छ अरे गाइस यसरी चाबी थुप्रो झुन्डाको रहेछ यो बारैभरि है उता वरिपरि ठाउँ कोही ठुलो सानो चाबी यसरी झुन्डाको हुँदो रहेछ यसरी चाबी झुन्डा हुन्छ कहिले छुट्दैन रे माया प्रेम गाइस यस्तो ठाउँ रहेछ यो चाहिँ पापसको कात्तो भन्ने ठाउँमा रहेछौँ हामी सबै आज घुम्न आएको हामी चाहिँ केटीहरू चाहिँ कोही पनि छैन सबै सिङ्गल मात्रै घुम्न आएको छौँ अनि त्यही भएर है जोडीहरूले चाहिँ आएर यहाँ चाहिँ यो ठाउँमा चाहिँ चट्टसँगले चाबी किनेर लिएर टक्क यसरी लगाइदियो भने चाहिँ छुट्दैन रहेछ है गाइस चाहिँ पापसको कात्तो भन्ने ठाउँमा है यसरी चाहिँ हेट मान्छेको एउटा कल्चर अथवा आत्मविश्वास हुन्छ सो त्यसैले नै त्यस्तो ठाउँ रहेछ है गाइस आउनुहोस् तपाईहरुको नि माया प्रेम सफल हुन सक्छ हैन के गर्नु यस्तो ठाउँ रहेछ एउटा विश्वास हो आउनुहोस् है गाइस यो कात्तो भन्ने ठाउँमा चाहिँ